अनि सबै मान्छेहरूको पर्सेप्सन के छ भने काठमाडौँ पोहोर छ अथवा एकदम कन्जेस्टेड भयो एकदम कसरी बस्छौ तिम्रो भन्छ नि तर उनीहरूलाई खालि के भने त्यो जुन 20 फिट अथवा 25 फिट भित्र लगेपछि बल्ल अनि सहर चाहिँ कसरी रहेछ अथवा त्यो कसरी डिजाइन गरेको रहेछ त्यो कति खुला ठाउँ रहेछ भन्ने कुरा चाहिँ यहाँ भित्र आएपछि मात्रै बुझ्छ जस्तै अहिले युनिसेफले अथवा वर्ल्ड ब्याङ्कले चाइल्ड फ्रेन्डली सिटिज भनेर सेमिनार गर्छ यो त एकदम चाइल्ड फ्रेन्डली सहर थियो पहिला अनि एल्डरली फ्रेन्डली सिटी बुढाबुढीलाई हुने सहर यो पनि थियो तर यसलाई बिस्तारै हामीले यसरी एन्कोरेज गर्दै लग्यो भने भोलि त्यो खाली ठाउँ त कम हुँदै जान्छ है सो भने चाहिँ भोलि त्यस्तै मर्का पर्यो के भनौँ न ठुलो जात्रै गर्नु पर्यो रमाइलो गर्नु पर्यो भने त्यो ठाउँ चाहिँ सङ्कुचित हुँदै जाने हामी देख्छौँ तर त्यो हिसाबले पनि भनौँ जस्तै अब यो नयाँ बुद्धको मूर्ति बनाउँदाखेरि पनि एउटा अथेन्टिसिटी भन्ने चाहिँ साह्रै महत्त्वपूर्ण छ पाटनको बीचमा फ्रेन्च विन्डो रोमन पिलर होइन प्लास्टर अफ प्यारिस युज गरेको बिल्डिङ किन भयो भनेर हामीले सोच्यौँ भने त्यो चाहिँ एकदमै राम्रो हाम्रो इतिहासको सम्पदाको एउटा कथा त्यसले चाहिँ बोक्याएको छ र त्यो कथा के त भन्दाखेरि कुनै पनि व्यक्ति 1850 देखि युरोप गएको छ भने उसले ल्याएको मोमेन्टो सुभिनियर भनौँ न चाहिँ यो भयो अब यो बिल्डिङहरू भोलि हराएर गयो भने के हुन्छ त्यो 1850 को इतिहास पनि हराएर जान्छ सय वर्षमा भुइँचालो गएको छ र त्यो भुइँचालो गएकै कारणले र हरेक 100 वर्षमा यी सबै चिज बनाउनु परेकै कारणले हाम्रो शहरमा धेरै शिल्पकारहरू बाँकी भएको हो यस्तो बहालहरू हाम्रो इन्भेन्ट्री अनुसार चाहिँ काठमाडौँ उपत्यकामा 270 देखि 272-73 बाँकी छ अब सबै बहाल चाहिँ फङ्सनल छैन कुनैमा सङ्घ खत्तम भइसकेको छ कुनैमा चाहिँ धर्म खत्तम भइसकेको छ त्यो नियम पालना भएको छैन सो त्यसरी बिग्रिन थालेको छ कि त्यसैले बहाल भनेको यो संरचना मात्रै होइन कि यसको धर्म र यसको सङ्घ यो दुईटा चिज हामीले रिभाइभ गरेन भने खालि त्यो बीचमा चाहिँ बुद्धको मूर्ति मात्रै बनाएर त्यो चाहिँ बहाल चाहिँ नहुने भयो र झन्डै अहिले यो एरियामै 56 वटा ढुङ्गे धारा अहिले पनि चल्छ सो एउटा चिज अहिले समुदायले के गर्न थालेको छ भने बेलुकाको पानी चाहिँ सञ्चय गरेर कुनै ट्याङ्कीमा भर्ने अनि त्यसपछि चाहिँ डिस्ट्रिब्युट गर्ने त्यो सिस्टम चाहिँ सुरु गरेको छ सो चाहिँ राज्य त्यसै खेर जाने भयो सो त्यो पनि एउटा राम्रो हो किन 24 घण्टा त्यसै भइरहेको छ अझ चाहिँ मसिनदासको रथ यात्रा भने पहिला 4वटा थियो अब पछि अहिले त्यहाँ 2वटा मात्रै बाँकी भयो पहिला 2वटा अरू छ सो त्यो नालाबाट एउटा भयो अनि अर्को संरक्षण गर्ने भनेको के त भन्दाखेरि अहिले हामीलाई थाहा छैन तर त्यसलाई संरक्षण गरेर राखौँ ताकि पछि थाहा पायो भने त्यसको महत्त्व बुझ्छ